इट्स मी नामकले मुभिमसँग म तपाईँहरूलाई एरोप्लेन उडाउनु लगिरहेको छु रोब्लक्समा फ्लाइट वर्ल्डमा। तपाईँहरू चाहिँ कुछ यस्तै गरीले एरोप्लेन उडाउन सक्नुहुन्छ। फर्स्टमा यो स्पन प्लेनमा गएर जुन खालको पनि एरोप्लेन हुनसक्छ है तपाईँहरूसँग चाहिँ। यो फर्स्टको एरोप्लेन सबैको एरोप्लेन हुनसक्छ। तपाईँहरू यो मसँग चाहिँ फिलहालको लागि चाहिँ मसँग चाहिँ यो ठुलो खालको एरोप्लेन रहेको छ। यो खालको एरोप्लेन रहेको छ र मैले यसलाई स्पन हानिदिइसकेँ। स्पन हानेपछि 1-2 मिनट कुद्नुपर्छ होइन। अनि त्यतिखेरसम्म हामी तपाईँहरू हेरिराख्नु होला। तपाईँहरूको माथितिर क्लाइम्ब भन्ने बटन हुन्छ, त्यसमा थिचेर प्ले टाइममा थिचेर त्यहाँ क्लाइम्ब भनेर आउँछ। त्यसमा क्लाइम्ब गरेपछि पैसा तपाईँहरूको जम्मा हुन्छ होइन। अनि त्यसपछि हाम्रो एरोप्लेन पनि स्पन भइसकेपछि हामीले कुद्न पनि हुन्छ यता। अनि तपाईँहरू नजिक जानुभयो इन्टर पाइलट हुन्छ। इन्टर पाइलटमा थिच्नु भयो भने तपाईँ इन्टर पाइलट हुन्छ। अनि स्टार्ट इन्जिनमा थिच्नु होला। अनि स्टार्ट इन्जिनमा थिचेपछि ठ्याक्क त्यो थटलर हुन्छ। अलिक थटलर अलिक माथि गर्नु होला है, माथि धेरै माथि गर्नु होला, नत्र भए एरोप्लेन स्पिडमा जान सक्छ। त्यस्तै अब त्यो छेउमा हेर्नु त्यहाँ जब ह्याङ्गर लेखिरहेको हुन्छ, त्यसमा जबमा थिचेपछि हामीले एरोप्लेनको जब लिन सकिन्छ। प्यासेन्जर जब लिइसकेँ मैले चाहिँ। अनि तपाईँहरू ठ्याक्क यसरी बिस्तारै थटोल सानो गर्दै जानु हुनु सक्नुहुन्छ, नत्र भए धेरै दुर्घटना हुनसक्छ। ल यो गोलो खालको छैन ग्रिन कलरको यो सुटकेस भएको ठाउँमा जानुपर्ने हुन्छ हामीले एरो गरेर देखाइरहेको हुन्छ। ब्रेक गर्नु होला। अनि थटोलर पनि सानो बनाउनु होला, नत्र भए स्पिडमा गएर ठोकिन सक्छ। अनि ल हामीले यता प्यासेन्जर गर्दैछौँ। प्यासेन्जर हेर्नु आउँदैछ। तबतका लागि तपाईँहरू चाहिँ हेर्दै गर्नु होला कसो गरिन्छ। तपाईँहरू हेरिराख्नु भएको चाहिँ प्यासेन्जरहरू आगो गरेको। अनि यहाँ पिकअपिङ प्यासेन्जर भनेर तल निक्लिरहेको हुन्छ। तपाईँहरू यसरी प्यासेन्जर गरेपछि तपाईँहरू फेरि सानो थोटेलर माथि उडाएर जान सक्नुहुन्छ उठाएर। अनि तपाईँहरू चाहिँ आफ्नो ल्यान्डकोतिर 0-1-2-0बाट हामीले टेक अफ हान्ने आदेश आएको छ। तर त्यस्तै गरी हामीले यो रनवेतिर जानुपर्ने हुन्छ, ठुलो खालको रनवेतिर जानुपर्ने हुन्छ। अनि तपाईँहरू चाहिँ धेरै स्पिड नगर्नु होला। रनवेमा गएर मात्रै स्पिड धेरै बढाउनु होला, किनकि यतातर्फ धेरै स्पिड बढायो भने अगाडि गएर ठोकिन सक्छ। त्यसैले तपाईँ बिस्तारै जानु होला। अनि यता ठाउँ आउँछ उता जाने। अनि डाइरेक्ट यसो ठाउँ गएर अझै एउटा रनवे आउँछ। अनि रनवे पछि फेरि अर्को ठाउँ जाँदाखेरि फेरि त्यहाँ पनि एउटा ठाउँ हुन्छ घुमाउने। अनि त्यहाँबाट घुमाएपछि हामी रनवेतर्फ पुग्छौँ। अब रनवेतर्फ पुगेपछि हामी रनवेतर्फ पुग्दैछौँ। अनि हामी रनवेतर्फ पुगिसक्यौँ। रनवेतर्फ पुगिसक्यौँ होइन। अब रनवेतर्फ पुगेपछि के गर्ने? अब एरोप्लेनलाई आफ्नो लेन्थमा ल्याउने जस्तै यसरी होइन। यसरी गर्दै लेन्थमा ल्याउने सिधा लेन्थमा हेर्नु। यस्तै गरेर लेन्थमा ल्याएपछि अब बिस्तारै गरेर थोटोलर पुरा 100% गरेपछि अनि हामी 1-2 मिनटको लागि वेट गर्नुपर्ने हुन्छ। अनि यो स्टेरिङ विङलाई माथि गर्नुभयो भने एरोप्लेन उड्न सक्छ होइन। यसरी उडिसक्यो हाम्रो एरोप्लेन पनि। अनि तपाईँहरू चाहिँ यो ल्यान्डिङ गियर त भनेर आउँदा हुन्छ। अनि त्यसमा चाहिँ हामीले ल्यान्डिङ गियर अफ गरेपछि हामी जाँदैछौँ आइसल्यान्ड आफ्नो डेस्टिनेसनतर्फ। त्यतिखेरसम्म तपाईँहरू चाहिँ आफ्नो भिडियोको मजा लिँदै गर्नु। अनि तपाईँहरू भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब पनि हानिदिनु होला। ल हामी छिटो गएपछि डेस्टिनेसनतर्फ जाँदैछौँ हामी। ल हेर्नु सक्नुहुन्छ हामी आइसल्यान्डतर्फ जाँदैछौँ। आइसल्यान्डतर्फ जाँदैपछि म्याप पनि खोल्नु मिल्छ होइन। म्याप गएर हामी यो म हो भनेपछि यो आइसल्यान्डमा किवा एयरपोर्टतर्फ जानुपर्ने हुन्छ हामीले।
अनि हेर्नु यो यता ल्यान्डिङ गर्ने ठाउँ भनेको कालो कलर हो अनि त्यसमा हामीले ल्यान्ड गर्न मिल्छ ल तपाईहरुले चाहिँ ल्यान्ड गर्न प्रपर रनवे चाहिन्छ ल्यान्ड गर्न नत्र भए एक्सिडेन्ट हुन सक्छ ठुलो दुर्घटना पनि हुन सक्छ तपाईहरु चाहिँ धेरै माथि अलिक माथि उडाउनु होला किनकि तल पानीमा खस्यो भने फेरि स्टार्ट गर्नु पर्दै हुन्छ ल हामी फेरि म्याप खोलेपछि हेर्नु हामी कतिको पर आइपुगिसक्यो हामी आइसल्यान्ड तर्फ जाँदै क्युआर एयरपोर्टमा ल्यान्डिङ गर्नको लागि हामीले बिस्तारै आफ्नो थतरलाल के भन्छ स्पिडलाई कम गर्दै जानुपर्ने हुन्छ किनभने स्पिडलाई यसरी कम हालिदिन्छ अनि तपाईहरु चाहिँ हेर्दै गर्नु होला म्यापतिर किनकि म्यापमा यो कालो कलरको धर्का भनेको चाहिँ हो क्या अनि यो टेलिपोर्ट हान्नु पनि मिल्छ तर हामीले पहिला उयो गर्नु पर्ने हुन्छ कि आफ्नो जब गरेपछि जब नलिकन हामीले अरु उयोमा एयरपोर्टमा टेलिपोर्ट हाल्नु मिल्छ अनि हामी चाहिँ अब रनवे तर्फ जाँदैछौँ रनवे तर्फ गएपछि अलिक बिस्तारै जाने अनि हामी त्यसपछि हामी अब रनवे तर्फ मोडिसक्यौँ हाम्रो एयरप्लेन अब तल जाँदै गरौँ तल गएपछि अब हेर्नु आइपुगिसक्यो रनवे पनि यो सिधा हेर्नु देख्नु भएको रनवे हो ल मैले चाहिँ कसरी देखेँ भन्दाखेरि मेरो अलिक भिजन राम्रो छ होइन ग्लेममा अलिक भिडियो गरेको चाहिँ ब्लर आएछ अनि त्यसैले मैले चाहिँ सबै भिडियोदेखि चाहिँ देखेँ तर मलाई अन्दाजा पनि हुन्छ कि मैले धेरै गेम खेलिसकेँ अनि यो ल्यान्डिङ गियर ओपन हानेपछि बिस्तारै तल जाँदै गर्नु तल गएपछि अब यो रनवे तर्फ गएपछि यसरी बिस्तारै ल्यान्ड हान्नु यसरी मैले ल्यान्ड हान्नु जस्तै ल्यान्ड हान्नु अनि ब्रेक हान्दै जानु ब्रेक हान्नु भएन भने चाहिँ ठुलो दुर्घटना हुन सक्छ त्यसैले ब्रेक हान्दै जानु मैले इन्जिन अफ हान्दैछु गल्तीले अनि त्यसैले मैले ब्रेक हानिरहेको छु इन्जिन स्टार्ट नै हानिसकेँ मैले स्टार्ट हानु भन्दाखेरि म अलिक धेरै भयो क्या धेरै स्पिड भयो त्यसैले मैले ब्रेकिङ हानिरहेको छु अनि तपाईहरुले चाहिँ यस्तो गरेर चाहिँ यसरी चाहिँ मोड्नु होला नत्र यसो म जस्तै हुन्छ त्यसै म भिडियो हेर्दै गर्दाखेरि अलिक दुर्घटना भएछ मेरो चाहिँ स्टियरिङ उयो भइरहेको छ त्यसैले मैले चाहिँ मेरो चाहिँ अब हामी डेस्टिनेसन तर्फ जाँदैछौँ अघिदेखि हेरिराख्नु होला अब पैसा पनि मिल्छ फ्लाइङ हिँडेको आफ्नो डेस्टिनेसन तर्फ गएको पनि पैसा आउँछ 500 कति रुपियाँ चाहिँ आइहाल्छ होइन त्यस्तै गरी हामी चाहिँ अब एयरपोर्टतिर आफ्नो डेस्टिनेसन तर्फ प्यासेन्जरहरूलाई झराउनको लागि तल जाँदैछौँ तपाईहरु चाहिँ भिडियोलाई प्लिज 1 सब्स्क्राइब चाहिँ हान्दिनु होला है प्लिज भिडियोमा नयाँ आउनुहुन्छ भने 1 सब्स्क्राइब ल अब हामी चाहिँ गइसक्यौँ आफ्नो डेस्टिनेसन यो कालो कलरको सुटकेस मतलब ड्रप अफ भनेको ठाउँमा चाहिँ हामीले गएर गोलो घेरा हुन्छ एउटा ग्रीन कलरको अनि त्यो घेराभित्र हामीले एरोप्लेन रोकाएर प्यासेन्जरहरूलाई झार्नु पर्ने हुन्छ यसरी हामी चाहिँ जाँदैछु आफ्नो डेस्टिनेसन तर्फ बिस्तारै जानु होला दुर्घटना हुन सक्छ म्यापदेखि जानुहुन्छ तर म्यापदेखि जानु मिल्छ तर मलाई चाहिँ यसरी लाग्छ होइन अनि म चाहिँ जाँदैछु डेस्टिनेसन तर्फ त कतिले चाहिँ भन्नुहुन्छ होला अनि यो साइडको ठाउँदेखि किन नगएको होला भनेको यो साइडको ठाउँ भने हाम्रो लेन्थ होइन कि लेन्थ मिलाएर जानुपर्छ हाम्रो मजाले यो एयरपोर्टको फेरि एउटा रनवे आइपुग्यो यो रनवेलाई कटाएर जानुपर्ने हुन्छ हामीले तपाईहरुले देखिराख्नु भएको होला मेरो एरोप्लेन चाहिँ आफै उडिरहेको छ तर त्यस्तो होइन क्या मेरो एरोप्लेन जति स्पिड बढायो त्यति हिँड्छ यसरी हामीले जाने यसरी ब्रेक हान्ने नत्र दुर्घटना हुन सक्छ भनेको थिएँ मैले कतिचोटि भनिसकेर दुर्घटना हुन्छ भनेर ल अब हाम्रो डेस्टिनेसन तर्फ पनि आइसक्यौँ हामी ल यो गोलो घेराभित्र हामीले चाहिँ पसाएर एरोप्लेनलाई रोकाउनु पर्ने हुन्छ अनि प्यासेन्जरले झारेपछि हामीलाई पैसा मिल्छ यसरी हामीले प्यासेन्जरलाई झार्न सकिन्छ प्यासेन्जर यसरी आएर झार्ने
प्यासेन्जरले झार्दै गर्नु म चाहिँ आइसकेर ठ्याक्कै त अनि ल प्यासेन्जरलाई झार्छु यो डुबालाई सिकेर नि तान्छ अब यहाँ प्यासेन्जरलाई झार्दै गएको हेर्नु प्यासेन्जरहरू पनि झर्दैछ त्यस्तै अब यहाँ प्यासेन्जरहरू सबै झरिसके ल मलाई पैसा पनि मिलिसक्यो यसरी नै तपाईँहरू आफ्नो प्ले टाइममा फेरि हेर्नु होला प्ले टाइममा फेरि पैसा आउँछ घरिघरि खेलेको अनि हामीले चाहिँ खेलेको पनि पैसा आइसकेपछि हामीले भिडियो एन्ड भयो होला बाई बाई गाइज कस्तो लाग्यो भिडियो लाइक सेयर सब्सक्राइब